नमस्ते, म पारस खड्का। नेपाल क्रिकेट संघको तर्फबाट हामी सम्पूर्ण हाम्रो क्रिकेट खेल प्रेमीहरू लगायत देशभित्र र देश बाहिर हुनुहुने सम्पूर्णलाई जसरी यहाँहरूले नेपाली क्रिकेटलाई साथ सहयोग र माया गर्दै आउनु भएको छ त्यसलाई अझ पूर्णता दिने क्रममा यसपालिको दोस्रो संस्करणको पहिलो दिनको टिकट सकिसकेको हुँदाखेरि यो प्रतियोगिता लगभग 24 दिनसम्म हुन गइरहेको छ र अहिलेको हाम्रो राज्यको परिस्थितिमा हामीले ग्राउन्डमा आएर पहिलो दिनमा धेरै भनौं न हुलमुल गर्नुभन्दा पनि अहिलेलाई हामीले गर्नुपर्ने के हो भन्दा टिकट भएकोहरू ग्राउन्डमा हुनुहुन्छ, टिकट नहुनेहरूले आफ्नो घरमा बसेर क्रिकेट हेरेर र नेपाली क्रिकेटलाई साथ सहयोग गरिदिनुहुन्छ भन्नेमा हामी सम्पूर्णमा हाम्रो तर्फबाट विनम्र र हार्दिक अनुरोध गर्न चाहन्छौँ। यो प्रतियोगिता एउटा विश्वस्तरमा संसारले हेर्ने भएको हुँदाखेरि कुनै पनि खालको घुसपेट र कुनै पनि खालको नराम्रो घटनाले नेपाली क्रिकेट र देशको नै समग्र इज्जतमा नै ठूलो असर गर्ने भएको हुँदाखेरि सबैजनालाई फेरि पनि क्रिकेट संघको तर्फबाट हामी अनुरोध गर्न चाहन्छौँ कि पहिलो दिनदेखि अर्को 23 दिनसम्ममा यो प्रतियोगितालाई साथ र सहयोग जुन निरन्तर रूपमा यहाँको रहिरहेको छ त्यसलाई आगामी दिनमा पनि नेपालमा ठूला राष्ट्रहरूलाई बोलाउनको लागि पनि हामीले यो प्रतियोगिताबाट एउटा राम्रो मेसेज दिन सक्छौँ। अहिलेको लागि यो पहिलो दिन महत्त्वपूर्ण छ। विनम्र अनुरोध गरे टिकट भएकोहरू ग्राउन्डमा आइदिनु होला, टिकट नभएकोहरू ग्राउन्ड वरिपरि हुलमुल नगरिकन नेपाली क्रिकेटलाई साथ र सहयोग गरेर आगामी दिनमा नै यहाँहरूले हामीलाई अझ योभन्दा माथिल्लो स्थानमा पुर्याउन सहयोग गर्नु हुनेछ भन्ने विश्वास हामीले लिएको छ।